दर्शक महानुभावहरू अहिले हामी टेक्सासको अस्टिनमा यो बर्साना धाम भन्ने यो मन्दिरमा छौं। कृपालुजी महाराजको यो मन्दिर परिसर यहाँ चाहिँ अहिले हामी भिजिटका क्रममा यहाँ आइपुगेका छौं। यो बर्साना धाम यहाँ अस्टिन निवासी नेपालीहरूका लागि एउटा ठुलो मन्दिर, ठुलो एउटा जमघट हुने ठाउँ रहेछ। हामीसँग यहाँ साथीहरू हुनुहुन्छ। संयोगले मेरो चाहिँ बुटवल बस्दाखेरिको मित्र पनि मैले भेटाएको छु, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर। 2052 सालतिर बुटवलमा हामी सँगै बस्थ्यौं। उहाँ त्यतिखेर पश्चिमाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक हुनुहुन्थ्यो। आज उहाँ नै यहाँ हामी अस्टिनमा भेट भएको छौं। अब हामी यसो कुरा गर्छौं। गोपालजी नमस्कार। नमस्ते। अनि कहिले आउनु भयो? म 2 दिन भयो आएको। अनि राष्ट्र बैंकमा चाहिँ राष्ट्र बैंकको लोड अनि राष्ट्र बैंकको टेन्सन यहाँ अमेरिकामा हगि अलिकति फ्रेस त हुन पाइहाल्छ। होइन, म कामकै सिलसिलामा आएको हो। म वर्ल्ड बैंकको एउटा कार्यक्रममा गभर्नर्स डेपुटी गभर्नर्स मिटिङको लागि डीसीमा आएको हो। त्यसै सिलसिलामा म अहिले अस्टिनमा पनि एकपटक गएर आउँ भनेर म 1-2 दिनको लागि अस्टिन हेर्नलाई आएको हो। र म 1-2 दिनपछि वाशिङटन डीसी कार्यक्रममा भाग लिन जान्छु। त्यसपछि म न्युयोर्कमा अलिकति काम छ, अफिसकै काम छ। त्यसपछि मात्रै नेपाल फर्कन्छु। र अब यो कामको सिलसिलामा त जहाँ बसे पनि अब नेपालको आर्थिक विकास, राष्ट्र बैंकको वित्तीय क्षेत्रको सुव्यवस्था गर्ने सिलसिलामा जुनसुकै बेला पनि मानसिक रूपले प्रेपर हुनुपर्छ, मन्थन गर्नै पर्छ। म अहिले पनि यसरी घुमेको तापनि साँच्चै भन्यो तपाईसँग कुरा गर्दा पनि नेपालको आर्थिक र वित्तीय क्षेत्रको कुराकानी म धेरै जसो गरिराखेको हुन्छु। यो त हामीलाई नसार नै लागिसकेको छ है। त्यसकारण हाम्रो चिन्ता भनेकै कसरी आर्थिक र वित्तीय क्षेत्रको विकास गर्ने हो नेपालमा भन्ने मात्र हाम्रो दिमागमा रहेको हुन्छ। र अमेरिकाको विकास हेर्दा हामीलाई चिन्ता लाग्छ, हामी कहिले हुन सकिन्छ, यो परिवेशमा हामी कहिले पुग्न सक्छौँ भन्ने कुरो कल्पना मात्रै हुन सक्छ। तपाईले भने जस्तै अलिकति फ्रेस त भइएकै छ। र त्यसैमा पनि यो बर्साना धाम यो मन्दिर परिसरमा आउँदाखेरि धेरै फ्रेस भइदो रहेछ, मलाई त्यस्तो अनुभूति भयो। तपाईले भने ठिक हो। ठिक हो। यो बर्साना धाममा आउँदा अलिकति धार्मिक दृष्टिकोणले पनि आफूलाई स्वच्छ भएको अनुभव हुन्छ। र कृपालुजी महाराजको यही परिसरमा मैले मेरो मित्रको लागि यति कामना गर्छु कि अहिले राष्ट्र बैंकको तपाईँ डेपुटी गभर्नर हुनुहुन्छ र केही समयपछि नै हामीले चाहिँ गभर्नर भएको सुन्न पाऊँ। अब कृपालुजी महाराजको पनि आशीर्वाद लागोस् र हामी त्यो दिनको प्रतीक्षामा रहनेछौँ। धन्यवाद रामप्रसादजी। अब केही समयपछि भन्नु पर्यो, अथवा 5 वर्ष तपाईको कार्यकाल बाँकी छ। त्यसपछि अब तपाईहरू जस्तो साथीले शुभकामना दिने, चिन्ता गर्ने, विशेष स्वभाव दिने हो। भाग्यले साथ दियो भने त्यो दिन पनि आउन सक्छ। धैर्य गर्नुहोस्। धन्यवाद गोपालजी। अनि हामीलाई यो बर्साना धाम मन्दिर परिसरमा चाहिँ यहाँ भिजिटमा ल्याउने हाम्रो आदरणीय भाउजू सरिता पाठकज्यू अनि विद्या भाउजू अनि भाउजू रेणु भाउजू, तपाईहरुलाई धेरै धेरै धन्यवाद हगि। अनि यो मन्दिर परिसरमा ल्याउनु भयो अनि गोपालजी र मलाई अनि एकदमै हामी चाहिँ रमाइलो मानिरहेका छौँ र हामीलाई एकदम फ्रेस गराउने काम गर्नुभयो। यहाँ चाहिँ यति ठुलो रहेछ, यति राम्रो मन्दिर रहेछ हैन? तपाईहरु त आइरहनुहुन्छ हैन? अस्टिनवासीहरुको यो यही नै ठुलो मन्दिर हो कि यो भन्दा अर्को पनि छ? हाम्रो जमघट हुने ठाउँ यही नै हो। नेपालीहरु सबै यहाँ यस्ता मन्दिरहरु भए पनि अब यहाँ चाहिँ प्रोग्रामहरु भइरहने हुँदाखेरि सन्डे सधैँ प्रोग्राम हुन्छ भजनको। अनि सबैजना भजन चोखीहरु सबै आउनुहुन्छ। अनि अरु पनि अब जस्तै यहाँको मेन भनेको कृष्ण अष्टमी, होली अनि अरु शिवरात्रि सबै मनाउँछन्। अनि हरेक पर्वहरुमा तपाईहरु यहाँ आउनुहुन्छ? प्राय सबै आउनुहुन्छ भनेर शनिबारै गरिदिएको हुन्छ। अनि हामी पनि आउँछौँ। अनि यहाँ मेला लाग्छ। हामी जहाँ रहे पनि धर्म हाम्रो कल्चर भुल्नु हुँदैन र इभन भारतीयहरूले बनाए तापनि हामी हिन्दू धर्मावलम्बीहरू कृपालुजी महाराजका हामी भक्त हौँ हैन? अनि कृष्णका पनि र यस्तो हामीले चाहिँ हाम्रो यो कल्चरलाई चाहिँ बिर्सनु हुँदैन। तपाईहरुलाई धेरै धेरै धन्यवाद।
दर्शक महानुभावहरू यो धेरै ठुलो परिसर रहेछ यो देखिएको चाहिँ यो मूल मन्दिर भयो अनि यहाँ आँखाले भ्याउनेसम्म जता हेर्दाखेरि पनि यो चाहिँ गेस्ट हाउस यहाँ आउने पाहुनाहरूलाई राख्ने गेस्ट हाउस यता पछाडिपट्टि रहेछ जता हेर्दा पनि यति ठुलो एरिया छ यहाँ यो पछाडि अब कति एकर होला यो अब अनुमान गर्न सकिँदैन यहाँ अहिले म सबै कुरा यो देखाउन सकिनँ तर यो चाहिँ नाच्ने उत्सव गर्ने ठाउँहरू भजन कीर्तन गर्ने यो रहेछ यो ठाउँ रहेछ अनि अहिले मैले सुने अनुसार यो मन्दिरका एकजना बाबा चाहिँ विवादमा पर्नु भएको छ केही चाहिँ अभियोग लागेको छ त्यस कारणले पनि अलिकति दर्शनाभिलाषीहरूको अलिकति कमी भएको अनि अलिकति मन्दिरलाई असर गरिरहेको कुरा मैले सुने आशा गरौँ छिट्टै उक्त समस्या समाधान होस् र अमेरिकामा अस्टिनमा रहेका नेपालीहरूलाई र बाहिरबाट आउनेहरूको लागि पनि यो बर्साना धाम सधैँ एउटा उदाहरणीय रूपमा रहिरहोस् धन्यवाद।